2044 सालको माघको 23 गतेबाट सुरु गरेको र हालसम्म गरिरहँदाको अवस्थालाई हेर्ने हो भनेदेखि 37 वर्ष पुरापुरी भएको देखिन्छ। 37 वर्ष पुरा भयो। हजुर हजुर। अनि यस्तो 37 वर्ष पुरा भएको एउटा बहुवृद्ध एउटा सम्माननीय माननीय गुरु भएर यसरी ढुङ्गामुढा गर्न निम्ति आफ्नै छोराहरूलाई त्यसो गर्न आउने हो त काठमाडौँमा? होइन होइन, त्यस्तो चाहिँ गर्न आएका होइनन्। हामीले लगभग यो शैक्षिक नीति नियम र विधानको निमित्त हामी आएका हौँ। तर अब यहाँ भइरहेका सरकारले चाहिँ के अरे मतलब त्यसको व्यवस्था गरेको हुनाले हामी चाहिँ के अरे मतलब अगाडि बढ्दै अब त्यहाँ चाहिँ अगाडि बढ्दाखेरि यहाँका चाहिँ के अरे मतलब भनौँ न शासकले हराएका पुलिस प्रशासनबाट ढुङ्गामुढा गरेका हुन्। हामीले बरु हामीले गरेका चाहिँ होइनौँ। हामी अब त्यसो गर्ने मान्छे पनि होइनौँ। हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ। र हामीले खाएको खाजा खाएको जस्तो चाहिँ यो चाउचाउको खोलहरू पनि हामी टिप्पण चाप्न गरिरहेका छौँ। हामी शान्तिपूर्ण मात्र त्यो आन्दोलन गर्न आएका ढुङ्गामुढा गर्न आएका चाहिँ होइनौँ। तर 2044 सालको माघको 23 गतेबाट सुरु गरेको र हालसम्म गरिरहँदाको अवस्थालाई हेर्ने हो भनेदेखि 37 वर्ष पुरापुरी भएको देखिन्छ। 37 वर्ष पुरा भयो। हजुर हजुर। अनि यस्तो 37 वर्ष पुरा भएको एउटा बहुवृद्ध एउटा सम्माननीय माननीय गुरु भएर यसरी ढुङ्गामुढा गर्न निम्ति आफ्नै छोराहरूलाई त्यसो गर्न आउने हो त काठमाडौँमा? होइन होइन, त्यस्तो चाहिँ गर्न आएका होइनन्। हामीले लगभग यो शैक्षिक नीति नियम र विधानको निमित्त हामी आएका हौँ। तर अब यहाँ भइरहेका सरकारले चाहिँ के अरे मतलब त्यसको व्यवस्था गरेको हुनाले हामी चाहिँ के अरे मतलब अगाडि बढ्दै अब त्यहाँ चाहिँ अगाडि बढ्दाखेरि यहाँका चाहिँ के अरे मतलब भनौँ न शासकले हराएका पुलिस प्रशासनबाट ढुङ्गामुढा गरेका हुन्। हामीलाई बरु हामीले गरेका चाहिँ होइनौँ। हामी अब त्यसो गर्ने मान्छे पनि होइनौँ। हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ। र हामीले खाएको खाजा खाएको जस्तो चाहिँ यो चाउचाउको खोलहरू पनि हामी टिप्पण चाप्न गरिरहेका छौँ। हामी शान्तिपूर्ण मात्र त्यो आन्दोलन गर्न आएका ढुङ्गामुढा गर्न आएका चाहिँ होइनौँ।